एभ्रीबडी सबैलाई नमस्कार। यहाँहरू कोही कसैलाई सुगरको लागि औषधि उपचार गर्दाखेरि पनि या इन्सुलिन्स लगाउँदाखेरि पनि सुगर कन्ट्रोल नभएर यहाँहरू चिन्तामा हुनुहुन्छ या यहाँले औषधि उपचार गर्दा गर्दा कुनै समस्या भएर अपरेसन गर्नुपर्ने अवस्था आएको छ। सुगर कन्ट्रोल नभएको कारणले अपरेसन गर्न नपाएर यहाँहरूको रोकिरहेको छ। यस्तो समस्या छ भने अब तपाईहरु चिन्ता नलिनुस्। किन त भन्दाखेरि हामीले यस्तो सम्बन्धीको चाहिँ ट्रिटमेन्ट पहिलादेखि नै गरिँदै आइरहेको छौं हाम्रो हेल्थ केयरबाट। अझ यसमा अहिले एकदमै बेस्ट एउटा चीज आएको छ, सुक्रोदी। यो तपाईको इन्डिया भारत सरकारबाट नै तपाईको यो चाहिँ सर्टिफाई भएर आएको यो सुक्रोदी। यसलाई चाहिँ तपाईहरुले यो खानी पनि होइन, यो चाहिँ तपाईको विशेष गरेर यसरी यो हत्केला र पैताला, यो हत्केलामा चाहिँ यसरी यसको चाहिँ यो सिरप यो थोरै लिने, यसरी लिसके पछाडी कम्तीको पनि यो यसरी चाहिँ यो लगाएर चाहिँ यो हत्केला र पैतालामा दुवैमा चाहिँ 16 मिनेटसम्म यसरी मसाज गर्ने। हेर्नुस् है, यसरी 16 मिनेटसम्म मसाज गरिसके पछाडी यो 16 मिनेट मसाज गर्ने साथै यो 16 मिनेट यो मसाज नगर्नु भन्दा अगाडिको र यो लगाएर चाहिँ हत्केला र पैतालामा 16 मिनेट मसाज गरिसके पछाडी ठ्याक्कै यसको चाहिँ बिफोर र आफ्टरको चाहिँ यहाँनिर हेर्नुस्। यो नगर्दाखेरि 315 थियो भने पछि यो चाहिँ यो सुक्रोदी लगाएर मसाज गरिसके पछाडी 215 मा आइसकेको छ। यस्तो थुप्रै छ। यहाँनिर चाहिँ 293 थियो, यो सुक्रोदी नलाउन्जेलसम्म लगाइसके पछाडी 166 मा आइसकेको छ। त्यस्तै यहाँनिर यो सुक्रोदी नलगाउँदाखेरि 579 थियो, यो लगाइसके पछाडी 336 मा आइसकेको छ। यो त यस्तो यति धेरै छ, हेर्नुस् यति धेरै छ। यो प्र्याक्टिकल जस्ट 16 मिनेट यो लगाउँदाखेरिको खण्डमा यो हत्केला र पैतालामा लगाउँदाखेरि यो लगाउने साथै सुगर कन्ट्रोलमा आउँछ। अर्को भनेको सुगरको लागि औषधि नै खान नपर्ने गरेर पनि हामीले यो चीजहरु चाहिँ हामीले खुवाउँछौं। यो टीमा यो ड्रप राखेर खुवाउँछौं। त्यसपछि अन्य चीजहरु यो डायबिट केयर ट्याब्लेटहरु इनर चीजहरु खुवाउँछौं। र डायबिटको चाहिँ टाइप हेरेर टाइप 1 टाइप 2 यो डायबिटको टाइप हेरेर हामीले गर्छौं। इन्सुलिन्स लगाइरहेको मान्छेहरुलाई पनि अहिले इन्सुलिन्स लगाउन नपर्ने भएको छ। हामीसँग थुप्रै छ। त्यो फिडब्याकहरु चाहिँ हेर्न चाहनुहुन्छ भने हाम्रो प्रोफाइल भित्र गएर हेर्नु होला। धेरै उहाँहरुले नै बताएको छ। उहाँहरुले नै यहाँ सुगर हुँदाखेरिको अवस्थामा यहाँ आइपुगिसके पछाडी यहाँबाट ट्रिटमेन्ट गरे पछाडी उहाँहरुलाई राम्रो भएको कुरा बताएको छ। अझ अर्को भनेको हाम्रो काँसथाली थेरापी छ। त्यो काँसथाली थेरापी गराउँदाखेरि यो हामीले सुक्रोदी चाहिँ त्यो काँसथाली थेरापीमा चाहिँ यो लगाइदिन्छौं दुई चार यो स्प्रे। त्यसपछि हात पनि त्यो खुट्टा पनि पैताला पनि यो लगाएर गरिसके पछाडी उहाँहरुको 500-600 भइरहेको चाहिँ पनि यहाँ पुरै कन्ट्रोल भएको छ। यहाँलाई पनि कोही कसैलाई चाहेको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।